अब सामान्यतया भन्नुपर्दा बजेट भनेको भविष्यको निश्चित समय जस्तै 1 वर्षको लागि आम्दानी र खर्चको लिखित अनुमान हो। यसले व्यवस्थापनमा योजना बनाउन, विगतको खर्चको समीक्षा गर्न र प्राथमिकताहरू निर्धारण गर्न मद्दत गर्छ। त्यसो भए सुरुमा एउटा व्यावहारिक उदाहरणबाट जाउँ न त। मानौ एउटा दुर्गम गाउँपालिकालाई एउटा नयाँ एक्सरे मसिन चाहिएको छ। अब यो मसिन ल्याउनको लागि त्यहाँको बजेट प्रणालीले कसरी काम गर्नुपर्छ? यो एकदमै राम्रो उदाहरण हो। कुनै पनि गाउँपालिकाले त्यो एक्सरे मसिन सिधै गएर पसलबाट किन्न सक्दैन। बजेटलाई खर्चको प्रकृति अनुसार विभिन्न प्रकारमा बाँडिएको हुन्छ। भनेको पैसाको छुट्टा छुट्टै बास्केट हुन्छ। हो नि। पहिलो बास्केट हो विकास बजेट, वा जसलाई हामी पुँजीगत खर्च अथवा क्यापिटल बजेट भन्छौँ। यो बजेट त्यस्तो ठाउँमा मात्र खर्च हुन्छ जसले दीर्घकालीन सम्पत्ति निर्माण गर्छ। भनेपछि मेसिन किन्न यही बास्केट प्रयोग हुने भयो? एकदम। गाउँपालिकाले एक्सरे मसिन किन्न वा प्राथमिक स्वास्थ्य केन्द्र, जसलाई हामी PHSC भन्छौँ, त्यसको नयाँ भवन बनाउन यही विकास बजेटको प्रयोग गर्नुपर्छ, किनकि यी कुराहरूको आयु 1 वर्षभन्दा बढी हुन्छ। भनेपछि एक्सरे मसिन आयो, तर मसिन आएर मात्रै त भएन नि। त्यो मसिन चलाउन बिजुली चाहियो, फिल्म चाहियो, र सबैभन्दा महत्त्वपूर्ण कुरा त्यसलाई चलाउने रेडियोग्राफर चाहियो। हो, त्यहाँनिर अर्को खर्च आउँछ। अनि यी सबै कुराको खर्च त फेरि विकास बजेटबाट गर्न मिल्दैन होला नि? मिल्दैन। र यहीँनिर आउँछ दोस्रो बास्केट, जसलाई नियमित बजेट अथवा रेगुलर वा रिकरेन्ट बजेट भनिन्छ। यो भनेको दैनिक कार्य सञ्चालन गर्न गरिने खर्च हो। यसले कुनै नयाँ सम्पत्ति त बनाउँदैन नि? बनाउँदैन, तर यसले प्रणालीलाई जिउँदो राख्छ नि त। सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीको तलब, स्वास्थ्य संस्थाका लागि सुई वा सिटामोल जस्ता अत्यावश्यक औषधिहरूको खरिद, अनि पानी र बिजुलीको बिल यसैबाट तिरिन्छ। भनेपछि नेपालको सन्दर्भमा समग्र स्वास्थ्य बजेटको सबैभन्दा ठूलो हिस्सा यही नियमित बजेटले खाइरहेको हुन्छ होला, हैन र? एकदम सही अनुमान। अधिकांश खर्च यसैमा जान्छ। यसको मतलब यदि बजेट विनियोजनमा तालमेल मिलेन भने गाउँपालिकाले भव्य भवन र महँगो एक्सरे मसिन त ल्याउन सक्छ, तर डाक्टरलाई तलब दिने नियमित बजेट भएन भने त्यो मसिन त्यत्तिकै खिया लागेर बस्न सक्छ। हो, यस्ता घटनाहरू नेपालमा धेरै भएका पनि छन्। स्रोत र साधनको सही तालमेल नहुँदा भौतिक संरचना बन्ने तर जनशक्ति नहुने अवस्था आउँछ। यसैलाई सुधार्न तेस्रो प्रकारको बजेटिङ अवधारणा प्रयोगमा ल्याइएको छ, जसलाई कार्यक्रम बजेट वा प्रोग्राम बजेट भनिन्छ। हो, परम्परागत बजेटले साधनहरूमा मात्रै पैसा छुट्याउँछ नि त, जस्तै कर्मचारीको तलबको लागि यति रकम, औषधिको लागि यति भनेर। तर कार्यक्रम बजेटले सिधै नतिजा वा आउटकमसँग पैसालाई जोड्छ। यो अलिकति प्रष्ट पारिदिनुस् न, नतिजासँग जोड्ने भनेको कसरी? जस्तै इम्युनाइजेसन प्रोग्राम वा खोप कार्यक्रम छ नि, जसलाई प्राविधिक रूपमा HC 6.2 भनिन्छ। अनि सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत निशुल्क नवजात शिशु स्याहार, यी कार्यक्रमहरूमा कतिजनाको ज्यान जोगियो भन्ने नतिजा हेरिन्छ। भनेपछि विपन्न नागरिक औषधि उपचार कार्यक्रम पनि यसैमा पर्छ? एकदम। कन्डिसनल क्यास ट्रान्सफरहरू पनि यसैमा पर्छन्। यसले गर्दा पैसा केमा खर्च भयो भन्दा पनि त्यो पैसाले कस्तो स्वास्थ्य सुधार ल्यायो भन्ने कुरा मापन गर्न सजिलो हुन्छ। अब यहाँनिर एउटा शब्दावलीले मलाई निकै अल्मल्याएको छ के। हामीले अघि नियमित बजेट अर्थात् रेगुलर बजेटको सञ्चालन बजेट अर्थात् अपरेटिङ बजेट, यसले पनि कर्मचारीको तलब, उपभोग्य वस्तु र मर्मत नै समेट्छ भनिएको छ। दुवै उस्तै सुनिन्छन्, किन दुईवटा फरक नाम? यो दुविधा धेरैलाई हुन्छ। वास्तवमा यी दुई शब्दले एउटै कुरालाई फरक फरक दृष्टिकोणबाट हेर्छन्। नियमित बजेट भनेको सरकारी वित्त व्यवस्थापनको शब्द हो। सरकारले पैसा बाँड्दा यो शब्द प्रयोग गर्छ। अनि अपरेटिङ बजेट नि? तर जब हामी सञ्चालन बजेट भन्छौँ, यो चाहिँ स्वास्थ्य अर्थशास्त्र र लेखा प्रणालीको प्राविधिक शब्द हो। राष्ट्रिय स्वास्थ्य लेखा वा नेशनल हेल्थ अकाउन्ट्स अन्तर्गत यसलाई करेन्ट हेल्थ एक्सपेन्डिचर वा CHE को रूपमा मापन गरिन्छ। बल्ल प्रष्ट भयो। कुन चस्मा लगाएर हेर्दैछौँ भन्ने कुरा मात्रै रहेछ। अब यो बास्केटहरू त बुझियो, तर यो पैसा आउँछ कहाँबाट? समग्र राष्ट्रिय स्वास्थ्य बजेट र कोषका स्रोतहरूबारे चर्चा गरौँ न। राष्ट्रिय स्वास्थ्य बजेट भनेको देशको समग्र स्वास्थ्य क्षेत्रको आर्थिक योजना हो। सङ्घीय संरचनामा यो सङ्घ, प्रदेश र स्थानीय गरी तिनै तहमा बाँडिएको हुन्छ। यसका केही मुख्य स्रोतहरू छन्।
पहिलो स्रोत त पक्कै पनि ट्याक्स नै होला। हो, आन्तरिक राजस्व अर्थात् डोमेस्टिक रेभिन्यूज वा ट्याक्सेसन। संविधानले ग्यारेन्टी गरेको निशुल्क आधारभूत स्वास्थ्य सेवा अर्थात् बीएचएस र सरकारी स्वास्थ्य खर्च जीजीएचई को मुख्य स्रोत यही हो। अनि दोस्रो हो आन्तरिक ऋण वा इन्टर्नल बोरोइङ। बजेट घाटापूर्ति गर्न सरकारले यो लिन्छ। तेस्रोमा वैदेशिक अनुदान वा सहायता पर्छ, जसलाई एक्सटर्नल एड भनिन्छ हैन, बाह्य विकास साझेदार वा इडिपीजबाट आउने रकम। एकदम सही। अनि अर्को स्रोत भनेको सामाजिक स्वास्थ्य सुरक्षा योजनाहरू हुन्, जस्तै राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम एनएचआइपी र सामाजिक सुरक्षा कोष एसएसएफबाट सङ्कलन गरिने प्रिमियम। अनि एउटा अति महत्त्वपूर्ण स्रोत छुट्यो नि, जुन हामीले कार्यक्रमको सुरुमै चर्चा गरेका थियौँ, सशर्त अनुदान अर्थात् कन्डिसनल ग्रान्ट्स। सङ्घीय तहबाट प्रदेश र स्थानीय तहमा विशिष्ट कार्यक्रमको लागि पठाइने रकम हो। यही कुरा मैले पढेको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 स्थानीय तहको स्वास्थ्य बजेटको 65% हिस्सा यही सशर्त अनुदानको थियो नि। हो, यो अति महत्त्वपूर्ण तथ्याङ्क हो। यसको अर्थ के हो भने स्थानीय तहसँग भएको बजेटमा 65% त माथिबाटै यो काममा मात्र खर्च गर्नु भनेर तोकिएर आएको हुन्छ। यसलाई मैले सशर्त पकेट मनीसँग तुलना गरेँ नि। सङ्घीय सरकारले स्थानीय तहलाई पैसा त दिन्छ, तर यो पैसा यही विशिष्ट काममा मात्रै खर्च गर्नुपर्छ भनेर शर्त राखेको हुन्छ, होइन र? ठ्याक्कै त्यही हो। एकातिरबाट हेर्दा यो एकदमै राम्रो कुरा हो। राष्ट्रिय प्राथमिकताहरूलाई स्थानीय स्तरमा मर्न नदिन यो शर्त आवश्यक छ। तर यसको नराम्रो पाटो पनि त होला नि। अघि हामीले छाना चुहिएको घरको उदाहरण दिए जस्तै। पक्कै पनि। यदि कुनै गाउँपालिकामा अचानक झाडा पखालाको महामारी फैलियो र त्यहाँ आकस्मिक औषधिको अभाव भयो भने उनीहरूसँग खोप कार्यक्रमको लागि आएको पैसा खातामा भए पनि त्यो पैसा झिकेर औषधि किन्न पाइँदैन। स्थानीय तहसँग लचकता नै हुँदैन क्या। यो त साँच्चै नै जटिल परिस्थिति रहेछ। पैसा भएर पनि ज्यान जोगाउन प्रयोग गर्न नमिल्ने अवस्था। त्यसो भए एउटा बलियो र प्रभावकारी बजेट प्रणालीका सिद्धान्तहरू र विशेषताहरू चाहिँ कस्ता हुनुपर्छ त? मुख्यतया 4वटा सिद्धान्तहरू हुन्छन्। पहिलो सिद्धान्त सामञ्जस्यता वा अलाइनमेन्ट हो। बजेटका अङ्कहरू यूएचसी र दिगो विकास लक्ष्य अर्थात् एसडिजिजसँग मिल्नुपर्छ। भनेको समग्र खर्चमा बिरामीले गोजीबाट गर्ने खर्च, जसलाई आउट अफ पकेट भनिन्छ, त्यो पनि मूल्याङ्कन गरिनुपर्छ। एकदमै। अनि बिरामीको खेर जाने समयको लागत पनि हेर्नुपर्छ। दोस्रो सिद्धान्त हो सटीकता वा एक्युरेसी। आय र व्ययको हावामा अनुमान गर्ने होइन, यथार्थपरक हिसाब हुनुपर्छ। अनि तेस्रो सिद्धान्त पक्कै पनि लचकता वा फ्लेक्सिबिलिटी होला। आवश्यकता अनुसार बजेट सार्न मिल्ने हुनुपर्छ। हो नि। तर यहाँ एउटा ठूलो समस्या छ। हाम्रो परम्परागत इन्क्रिमेन्टल बजेटिङले यो लचकता निकै कम हुन्छ। मलाई यही नै एउटा प्रश्न सोध्न मन लाग्यो। यो इन्क्रिमेन्टल बजेटिङ भनेको त अघिल्लो वर्षको खर्चको आधारमा बजेट बढाउने चलन हो नि। पोहोर 10 लाख थियो, यसपालि 5% बढाएर दिने। के यो विशुद्ध प्रशासनिक अल्छीपन होइन र? धेरैले त्यस्तै भन्छन्। होइन, वास्तविक आवश्यकता के छ भनेर शून्यबाट नहेर्ने अनि हरेक वर्ष पर्सेन्टेज मात्र बढाएर दिने, यो त सरासर अल्छीपन जस्तो लाग्यो मलाई। यसलाई अल्छीपन मात्रै भन्नु अलिक कठोर होला, तर यो परम्परागत सरकारी शैली हो। हरेक वर्ष शून्यबाट बजेट बनाउन निकै झन्झटिलो हुन्छ र मन्त्रालयहरूबीच ठूलो राजनीतिक खिचातानी हुन्छ। त्यसैले विवादबाट बच्न कर्मचारी तन्त्रले यो अभ्यास सुरु गर्यो। तर यसले त आवश्यकता एकातिर र बजेट अर्कोतिर हुने भयो नि। हो, त्यसैले त आजको नतिजामुखी प्रणाली वा पर्फर्मेन्स एन्ड आउटकम ओरिएन्टेसनले यसलाई विस्थापित गर्नुपर्छ भनेर आवाज उठिरहेको छ। लाइन आइटमबाट प्रोग्राम बजेटिङमा सर्नुपर्छ। अनि चौथो सिद्धान्त पारदर्शिता वा ट्रान्सपेरेन्सी होला, होइन? एकदम। नेशनल हेल्थ फाइनान्सिङ स्ट्र्याटेजी 2023 देखि 2033 सम्मको एनएचएफएसले सुशासन र पारदर्शितामा अत्यधिक जोड दिएको छ। यसलाई व्यवहारमा उतार्न के कस्ता सफ्टवेयर प्रणालीहरू प्रयोगमा छन् त? राम्रो बजेट प्रणालीका विशेषता भनेकै वित्तीय अनुशासन र बलियो सफ्टवेयर प्रणाली हुन्। स्वास्थ्य सेवा विभाग वा डीओएचएसले इजीपी अर्थात् इलेक्ट्रोनिक गभर्नमेन्ट प्रोक्योरमेन्ट जस्ता अनलाइन प्रणाली प्रयोग गर्छ खरिदको लागि।
अनि लेखा राख्नको लागि नि? त्यसको लागि TSA अर्थात् ट्रेजरी सिंगल अकाउन्ट र CGAS अर्थात् कन्डिसनल ग्रान्ट एकाउन्टिङ सिस्टम जस्ता बलिया प्रणालीहरू छन्। साथै अनुमोदन र योजनासँगको एकीकरण पनि महत्त्वपूर्ण हुन्छ, जस्तै AWPB र स्ट्र्याटेजिक प्लानको तालमेल। वाउ, यी सब प्राविधिक कुराहरू त एकदमै महत्त्वपूर्ण रहेछन्। अब यो बजेट कागजी सिद्धान्तबाट बाहिर निस्केर वास्तविक दुनियाँमा कसरी लागू हुन्छ भनेर हेरौँ न। बजेट चक्र र नेपालको अभ्यास कस्तो छ? विश्वव्यापी रूपमा बजेट चक्रका सामान्य 4 चरण हुन्छन्। प्रिपरेसन अर्थात् तयारी, स्क्रिनिङ वा स्याङ्सन अर्थात् अनुमोदन, एक्जिक्युसन अर्थात् कार्यान्वयन र ओभरसाइट वा कन्ट्रोल अर्थात् निगरानी। तर नेपालको सङ्घीय बजेट चक्र त क्यालेन्डर अनुसार अलिक फरक छ क्यारे। 8वटा चरणहरू छन् हैन र? हो नि, यो पुस माघ महिनाबाट सुरु भई साउन 1 गतेसम्म चल्छ। यसलाई बुझ्नको लागि म एउटा एनालोजी प्रयोग गर्छु ल। यो सम्पूर्ण प्रक्रियालाई एउटा ठूलो राष्ट्रिय विवाहको आयोजनासँग तुलना गरौँ, जहाँ अतिथि सङ्ख्याको सिलिङ तोक्ने, खर्चको अनुमान गर्ने, कार्ड बाँड्ने र अन्त्यमा बिल चेक गर्ने काम हुन्छ। आहा, यो एकदमै रमाइलो र बुझ्न सजिलो एनालोजी हो। ल यसरी नै हेरौँ। पहिलो चरण हो म्याक्रो फिस्कल प्यारामिटर्स तय गर्ने। यहाँ राष्ट्रिय योजना आयोग NPC को उपाध्यक्षको नेतृत्वमा अर्थ मन्त्रालय MOF, FCGO र नेपाल राष्ट्र ब्याङ्क NRB द्वारा स्रोतको अनुमान गरिन्छ। भनेको विवाहको लागि हामीसँग जम्मा कति पैसा छ भनेर खल्ती छामेको जस्तो। ठ्याक्कै। अनि दोस्रो चरण हो बजेट सिलिङ्स। यहाँ बजेट कमिटी, जसमा NPC र MOF हुन्छन्, उनीहरूले अधिकतम खर्च सीमा निर्धारण गर्छन्। भनेको अभिभावकले 500 जना अतिथि मात्र बोलाउने भनेर सिलिङ तोके जस्तै? हो। त्यसपछि तेस्रो चरण फर्मुलेसन आउँछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय MOHP ले आफ्नो सिलिङ भित्र रहेर बजेट अनुमान तयार गर्छ। अनि चौथो चरण सबनेसनल कम्पाइलेसन होला, तलबाट लिस्ट माग्ने काम। एकदम सही। स्वास्थ्य सेवा विभाग DOHS को आर्थिक प्रशासन शाखा FAS ले विभिन्न महाशाखाहरूलाई बजेट बनाउन सघाउँछ। ती महाशाखाहरू कुन कुन हुन् नि? जस्तै परिवार कल्याण महाशाखा FWD, क्युरेटिभ सर्भिस डिभिजन CSD, NTCC, NHEICC र NPHL। अनि स्थानीय तह वा LLGs लाई पनि सघाउँछ। यो टप डाउन र बटम अपको मिश्रण हो। यहाँ त ठुलो घर्षण हुन्छ होला नि। माथिबाट 500 जनाको पैसा आउँछ, तलबाट 1000 जनाको माग जान्छ। हो नि, यो एकदमै चुनौतीपूर्ण हुन्छ। त्यसपछि पाँचौं चरण कन्सोलिडेसन सुरु हुन्छ। MOHP को बजेट अर्थ मन्त्रालय र योजना आयोगद्वारा अन्तिम समीक्षा हुन्छ। भनेको फाइनल गेस्ट लिस्ट तयार भयो। अनि छैटौं चरणमा के हुन्छ? छैटौं चरण हो स्याङ्सन वा अनुमोदन। मन्त्री परिषदबाट पारित भएपछि अर्थमन्त्रीले हरेक वर्ष जेठ 15 अर्थात् मे 28 मा संसदमा बजेट पेश गर्नुहुन्छ र एप्रोप्रिएसन बिल पास हुन्छ। यो त एकदम महत्त्वपूर्ण मिति हो, जेठ 15। अनि 7औं चरण कार्यान्वयन वा एक्जिक्युसन होला। साउन 1 गतेदेखि सुरु हुने हो। साउन 1 देखि केन्द्रीय कोष FCGO बाट रकम निकासा हुन्छ र DOHS र FAS हुँदै प्रदेश र स्थानीय तहसम्म पुग्छ। विवाहको दिन क्याटरिङलाई पैसा तिर्ने र पाहुनालाई खुवाउने काम यही हो। अनि अन्तिममा 8औं चरण बाँकी रह्यो। 8औं चरण भनेको अनुगमन र मूल्याङ्कन अर्थात् मोनिटरिङ एन्ड इभ्यालुएसन। वर्षभरि खर्चको रेकर्ड राख्ने, महालेखा परीक्षकको कार्यालयबाट अडिट हुने र बेरुजु अर्थात् इरेगुल्यारिटिज फरछोद गर्ने काम हुन्छ। यो भनेको विवाह सकिएपछि क्याटरिङको बिल र खर्चको हिसाब किताब चेक गरे जस्तै भयो नि। ठ्याक्कै त्यही हो। आजको यो मास्टर क्लास साँच्चै नै आँखा खोल्ने खालको थियो। निष्कर्षमा भन्नुपर्दा बजेट भनेको केवल एक्सेल सिट र कागजको थुप्रो मात्र होइन रहेछ। हो नि, यो त एउटा जीवन्त प्रणाली हो जसले कुन स्वास्थ्य संस्थाले एक्सरे मेसिन पाउँछ र कुन नागरिकले निशुल्क उपचार पाउँछ भन्ने निर्णय गर्छ। जाँदा जाँदै म हाम्रा सुन्नेहरूलाई एउटा गम्भीर प्रश्न छोड्न चाहन्छु। नेपालको स्थानीय तहको स्वास्थ्य बजेटमा 65% जति ठूलो हिस्सा
सशर्त अनुदानमा निर्भर छ भनेर हामीले चर्चा गर्यौं। त्यो एकदम सेन्सिटिभ डाटा हो। यदि भविष्यमा कुनै कारणले सङ्घीय सरकारको राजस्व घट्यो भने स्थानीय तहको स्वास्थ्य प्रणाली कति जोखिममा पर्ला? के हाम्रा स्थानीय स्वास्थ्य संस्थाहरू आफ्नो खुट्टामा उभिएर सेवा दिन सक्षम छन्? यो विषयमा आफैले गहिरिएर सोच्नुहोला। यो साँच्चै नै मननयोग्य प्रश्न हो। यस शैक्षिक यात्रामा हामी सँगै रहनु भएकोमा धेरै धेरै धन्यवाद। यदि यो सामग्री सहयोगी लाग्यो भने हाम्रा सिक्नेहरूले आफ्ना स्लाइडहरू वा नोटहरू पक्कै रिभाइज गर्नुहोला। सिक्ने क्रम जारी राख्नुहोस्। सबैजनालाई न्यानो बिदाई। आफ्नो अध्ययनलाई निरन्तरता दिनुहोला।